हेलो साथीहरू, हामी चाहिँ यो झरनामा छौँ है। यो झरना भनेको कहाँ छ भन्नुहुन्छ भन्दा यो चाहिँ शिवपुरी जङ्गलमा छ। हामी बुढा नीलकण्ठ हुँदै 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 माथि गएर एउटा चाहिँ के समथिङ कि गाउँ भन्ने ठाउँ छ, त्यहाँ चाहिँ हामी गाडी राख्यौँ, पार्किङ गऱ्यौँ। त्यसपछि हामी उकालो लाग्यौँ र हामीले पहिलो यो झरना भेट्यौँ। माथिबाट एकदमै झरना झरिरहेको छ हैन, पानी बगिरहेको छ। बगिरहेको पानी माथिबाट तल झर्दाखेरि एउटा छुट्टै खालको साउन्ड आउने अनि एउटा रमाइलो चाहिँ मनोरम देखिन्छ है। हामीले पहिलो सुरुवात अथवा पहिलो भिडियो चाहिँ यहाँनिर बनायौँ है। अब बर्खाको समय छ, हामी बर्खाको समयमा यसो कता हिँड्नु त भनेर यसो शिवपुरीबाट निस्केर हामी हिँड्दै अगाडि बढ्दैछौँ। यहाँनिर चाहिँ जङ्गलको बिचमा एउटा पुल आयो है। यो पुल छ, यहाँबाट फेरि चाहिँ यो झरना तलतिर बगिरहेको छ। झरना चाहिँ तलतिर बगिरहेको छ। हामीले माथिबाट भिडियो बनाउँछौँ। निकै सुन्दर देखिएको छ, रमाइलो देखिएको छ। चराचुरुङ्गीको चिरबिर आवाज छ। मेरो साथीले माथिबाट झरना हेर्दै हुनुहुन्छ। त्यो झरनालाई अलिक नजिकबाट चाहिँ भिडियो कैद गरौँ न त। माथिबाट पानी, ठुलै पानी बगिरहेको छ, ढुङ्गाहरूमा ठोकिएर तलतिर चाहिँ बगिरहेको छ है। चराहरूको चिरबिर आवाजहरू पनि हामी सुन्नमा पाएका छौँ है। चराहरू, झ्याउँकिरीहरू, चिरबिर आवाजहरू, निकै शान्त वातावरण, निकै शान्त मौसम। पानी पनि परेको छैन, घाम पनि लागेको छैन। हिँड्नलाई असाध्यै राम्रो लाग्यो मलाई चाहिँ। हामी चाहिँ अब हिँड्ने क्रममा छौँ। भेट्यो भने बाटामा झरनाहरूको फोटो बनाउँछौँ, भिडियोहरू बनाउँछौँ। कता कता पुगियो त्यता पुगेको ठाउँहरूको भिडियो बनाउँछौँ। मन परेको ठाउँहरूको, मन परेको चाहिँ के अरे भनौँ न, झरनाहरू, त्यो ठाउँको चाहिँ हामी हेर्छौँ, अवलोकन गर्छौँ। त्यसपछि भिडियो पनि बनाउँछौँ। हामी अब अर्को झरनातिर पुग्यौँ। यहाँ चाहिँ एउटा भिडियो बनाउँ न त, हामी पनि टिकटक सिकटकमा हाल्न पर्ला भन्ने हिसाबले यो भिडियो बनायौँ। अनि सरको भिडियो मैले बनाइदिएँ। अनि अब सरले चाहिँ मेरो भिडियो बनाउने कुरा गर्दै हुनुहुन्छ। अब मेरो पालो है त साथीहरू। ल, म चाहिँ यहाँ ठ्याक्क बसेको छु। एकछिन थकाइ मारौँ भनेर केही समय हिँडियो। अनि एउटा चाहिँ झरनालाई ब्याकग्राउन्डमा राखेर हामी चाहिँ यो भिडियो बनायौँ। अब हामी अर्कोतिर हिँड्दैछौँ, बाटो कन्टिन्यू गर्दैछौँ। अरू कोही मान्छेहरू चाहिँ त्यो भिजिट गरेर फर्किँदै हुनुहुन्छ, तर हामी जाँदैछौँ। बाटोमा थुप्रै मान्छेहरू भेट हुनुभयो। अब हामी एउटा झरना क्रस गरेर अनि अर्को झरनाको नजिक आइपुगेका छौँ। यहाँ चाहिँ थुप्रै मान्छेहरू आउने, टिकटक बनाउने, रमाइलो गर्ने, झरनाको मजा लिने हैन, यो झरनालाई कैद गरेको देखिन्छ। आज शनिबार भएर पनि होला, विभिन्न ठाउँबाट थुप्रै मान्छेहरू थुप्रै हिँड्नलाई अब आउनुभएको देखिन्छ। प्रायः जसो चाहिँ वाक नै गर्दै आएको देखिन्छ। केही चाहिँ साइकल लिएर, केही स्कुटी लिएर पनि हामीले आएको चाहिँ देख्यौँ है। अब एउटा चाहिँ अब शनिबारको दिन अब के गरौँ त भन्दाखेरि अब यत्तिकै निस्क्यो भने झरनाहरू देखिन्छ, जङ्गलहरू देखिन्छ, शान्त हुन्छ, एक्सर्साइज हुन्छ भन्ने हिसाबले पनि होला थुप्रै मान्छेहरू चाहिँ यसरी चाहिँ मर्निङ वाक आएको देखियो। हामीले यो झरना क्रस गरेर अझै अघि बढ्यौँ हैन। अझै अघि बढ्यौँ। सानो गोरुटो बाटो जस्तो छ। शिवपुरी जङ्गल, बुढा नीलकण्ठ, काठमाडौँको महाराजगञ्जबाट 3-4 किलोमिटरको आसपासमा चाहिँ बुढा नीलकण्ठ मन्दिर छ। र त्यसको केही समय हिँडेपछि अथवा हामीले चाहिँ गाडी लिएर आएको थियौँ, माथि पार्किङ गरेर अनि त्यसपछि हिँड्दै आएको।
मेबी त्यस्तै 6-7 किलोमिटर 7-8 किलोमिटर जति होला। त्यहाँबाट आएर पार्किङ गरेर हिँड्यो भने अब हिँड्न त यहाँ थुप्रै ठाउँहरू छ, दिनभरि हिँड्न पनि सकिन्छ। त्यो भावनाले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो गऱ्यौँ। निकै रमाइलो छ। हामी बिस्तारै हामी हिँड्दै जाँदैछौँ। अगाडिबाट थुप्रै साथीहरू पनि आइराख्नु भएको छ। हामीले चाहिँ यो वरपर हेर्दै मौसमको चाहिँ आनन्द लिँदै, वातावरणको आनन्द लिँदै वनहरूमा यसो एउटा भिडियो बनाउन, टिकटकमा राख्नुहुन्छ भनेर हामीले यो भिडियो बनाउँदैछौँ है। अनि किन भन्दाखेरि एकदमै रमाइलो छ, वातावरण रमाइलो छ, रमणीय मौसम छ। अनि मनै फुरुङ्ग भने अनि हामी चाहिँ निस्क्यौँ। घुम्दै हामी गयौँ है। वन छ, जङ्गल छ, अनि थुप्रै चराचुरुङ्गीहरूको साउन्ड पनि छ, आवाज पनि छ। हामी निकै रमाइलो गर्दै वाक पनि गर्दै हामी निस्केका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ बाटो चाहिँ सामान्य छ, अब यसमा गिट्टी पनि बिछाएको छैन, तर राम्रै छ। बर्खाको बाटो हो, पानी परेर केही ठाउँमा हिलोहरू पनि भएको छ। हामी हरियो घाँसहरू देख्छौँ, रुखहरू छ। अनि हामीले चाहिँ यी कुराहरू हेर्दै गफगाफ गर्दै हामी चाहिँ धेरै अगाडि आइसकेका छौँ। हामी चाहिँ घुम्दैछौँ यहाँ वनको, जङ्गलको होइन, यहाँको मौसमको आनन्द लिँदै साथीहरूसँग गफ गर्दै निस्केका छौँ। यो चाहिँ शिवपुरी हाइकिङ भन्दो रहेछ। हामी चाहिँ विभिन्न बाटोहरू रहेछ है, विभिन्न ठाउँहरू जाँदैछ। हामी धेरै समय नभएको र छोटो 2 घन्टा 2.5 घन्टा जस्तो हिँडेर फर्क्यौँ होला भन्ने हिसाबले हामी निस्केका थियौँ। अनि त्यो भावनाले हामी यता चाहिँ विष्णुद्वार पनि भन्दो रहेछ, यो के अरे बागमतीको सिरान, बागमतीको मुहान सम्म जाने बाटो होइन। अब त्यहाँसम्म हामी पुग्छौँ पुग्दैनौँ हेरौँ, जाँदै गर्दा कहाँसम्म पुगिन्छ। तर त्यहाँसम्म पुगौँ अथवा त्यो बाटो जाउँ होइन, अब नजिकै रहेछ भने चाहिँ हेर्न पनि हुन्छ भन्ने हिसाबले हामी बिस्तारै हिँडेका छौँ। उकालो ओह्रालो छ, धेरै उकालोहरू पनि छैन, नर्मलै छ बाटो। हामी अब एउटा खोला आयो, हेरौँ यो खोला कति ठुलो छ। यो खोलामा पनि यसो भिडियो बनाऊँ। कलकल बग्ने खोला छ। थुप्रै मान्छेहरू यता आउने जाने गर्दा रहेछन्। हामी यो खोलो क्रस गरेर जान्छौँ कि अब यहाँबाट फर्किन्छौँ, अब त्यहाँ पुगेपछि नै थाहा हुन्छ। त्यहाँ केही मान्छेहरू देखिएका छन्, उनीहरू चाहिँ उताबाट मेबी विष्णुद्वार पुगेर फर्किया होला जस्तो लाग्छ। हामीले चाहिँ खोलाको एउटा भिडियो बनाइहालौँ भन्ने हिसाबले भिडियो चाहिँ बनायौँ। पानी हेर्नु त कति निश्चल छ, सङ्लो छ, हामी सङ्लो भन्छौँ, निश्चल छ, सफा छ। अनि वरिपरि हरियाली छ, चिसो मौसम छ। हामी रमाइलो गर्दै भिडियो बनाउँदै यी खोलाका, वन जङ्गलका यो वातावरणलाई भिडियोमा कैद गर्दै हिँडेका छौँ। त्यहाँ 2टी नानीहरू छन्, अरू केही आउँदैछन्।